भेडाफार्मपछिको हाम्रो अर्को यात्रा भनेको ठ्याक्कै यहाँनिर आइसक्यौँ कुलेखानी ड्याम। एक दिनमा नेपाल घुम्ने मनसायको साथ हाम्रो यात्रा कुलेखानी ड्याममा आइसकेको छ। कुलेखानी ड्याम आयो गाइस, गर्मीले मर्न लागिसक्यो ह। दाइले त यहाँ क्याप पनि लाउनु भयो, हामीले राख्ने क्याप किन भन्दाखेरि यहाँ अचम्मै भयो। अहिले त मान्छे कहाँ पुऱ्याएर पो आयो ढुङ्गा चढ्दा है। हेलो गाइज, हामी यतिखेर अब यहाँनिर आएर पुरै बोटिङ हान्न थालिसक्यौँ। बिचमा हो फेरि हामी चाहिँ ट्याक्क लाएर। अनि यो त कस्तो डाइरेक्सनमा चाहिँ गइरह। मलाई मेरो चाहिँ फर्स्ट टाइम हो, तर मलाई थोप्पो पनि डर लागेको छैन। सबै यसरी हिँडिरहौँ हामी गाइजहरू। ल, हाम्रो पछाडि दिदी हुनुहुन्छ, एउटा दाइ, अर्को दाइ, अनि यतापट्टि दुईवटा दिदी। हामी यहाँ नानी खेल्थ्यौँ, उता नि अर्को छ बिचमा आइपुगेर है हामी त अब ट्याक्क। ए यसको टिकट पाउने आधी घन्टा के अरे 1.5 घन्टा 2 घन्टा कुर्नुपर्छ अरे गाइस। आयो मोटर बोट यहाँ पुल पार आएर यहाँ आएपछि सो गरिदियो। यसले हामीलाई यस्तो छाल ल्याइदियो नि, पुरै हल्लाइदिइरह गयो। किन जानु घर लगाइ हामी ल्यान्डिङ हुने समय भइसकेको छ। अब ल्यान्डिङ हुने भयो। घुमी फेरि आइपुग्यो कुलेखानी ड्याम। उता पनि कुलेखानी ड्याम, यता पनि कुलेखानी ड्याम। यति ठुलो छ यहाँ कुलेखानी ड्याम चाहिँ। हामी ठ्याक्क आइपुगेर यहाँनिर ट्याक्क चटपटो अनि हो यताबाट खाना खुन्डुङ बाटो नै हो। वहाँनिर हाइड्रो पावर छ, कता लाएर यहाँ हाइड्रो पावर हो। ल है त गाइज, अब यही हो कुलेखानी ड्याम भने यो त्यहाँनिर देखा। यहाँनिर ड्याम हो त्यो पारी, यहाँ यति हो कुलेखानी ड्याम। ल गाइज, हामी अब काठमाडौँ फर्किसकेको छौँ। यस्तो बाटो छ अलिअलि कुनै कुनै ठाउँमा, ओभर राम्रो छ बाटो। यहाँनिर डाँडामा यस्तो छ मन्दिर, कहाँबाट जानु लाग्यो भन्दाखेरि दक्षिणकालीको बाटो जानु लाग्यो भने इन्द्रेश्वर गाउँपालिका, इन्द्रेसरोवर गाउँपालिका रहेछ। इन्द्रेश्वर भनेको माफ होला। अब हामी सिस्नेली जाने बाटो हुँदै हो, काहीँ घर हेटौँडा हुने बाटो यही हो, हेटौँडा जाने बाटो यही हो। अब हामी एकैचोटि काठमाडौँ पुगेर चलाइरहेको मलाई। अब आजको भ्लग चाहिँ हाम्रो यति नै हो। आज हामी भन्ने ठाउँ कहाँ भन्दाखेरि एउटा भनेको भेडाफार्म घुम्यो, अर्को भनेको चोखा घुम्यो, अर्को भनेको कुलेखानी ड्याम घुम्यो। मोहिनी जाँदा चाहिँ किन घुमेन भन्दाखेरि त्यो मोटरबाट 2 घन्टा कुर्नुपर्ने हो। 2 घन्टा हामीसँग टाइम थिएन, त्यही भएर भनेर कस्तो हिँड्यो है। यतापट्टि घरै कस्तो घाँटी छिरेछ कि के छिरेछ, घर छिरेछ। यतापट्टिबाट सर जाँदैछौँ। वातावरण एकदम राम्रो छ, पानी परेबाट के भएर हो, रमाइलो
आएपछि सिधै यता चितलाङ आउनुहोस्, चितलाङ आएपछि भेडाफार्म आउनुहोस्, भेडाफार्म आएपछि कुलेखानी हाइड्रो पावर आउनुहोस्, कुलेखानी ड्याम भएर अनि यताबाट घुमेर फेरि काठमाडौँ पुग्नुभयो भने एकदम आरामदायी यात्रा टु व्हिलर छ भने नि आरामले आउनु होला, फोर व्हिलर छ भने त झन् गजबै भयो। ल यस्तै छ भाइ भाइ। अनि फेरि अस्ति यहाँनिर बसेर खाजा खाऊ त्यहाँ खोल्दा अनि एक डुबुल्की मारे हो, अनि त्यहाँपछि अहिले फेरि यहीँ आइपुग्यो। घुमी फेरि सिनेरीको बाटो कस्तो हजुर, घुमी फेरि सिनेरीको बाटो ऊ त्यहाँनिर म कस्तो खोलो रहेछ भनेर पौडी खेल्नलाई ठाउँ खोजेर गएँ है, सिनेरीमा प्याक रहेछ भनेर लास्टमा क्रसरले बनाएको डिल रहेछ। ऊ यहाँनिर बसेर हामीले अस्ति खाजा खाएको छौँ यहाँनिर मुनि, अनि त्यहाँपछि यता क्रसर छ, यता हामी छौँ, मास्क सास्क लाएर हिँडिरहेछौँ, गर्मी छ अलिअलि। अब त्यहाँपछि ठ्याक्क सिनेरी आइहाल्यो। अब सिनेरी के देखाउनु मैले अस्ति देखिसकेँ, तपाईँहरू नदेखेँ नि के हुँदैन। टिकटकमा एउटा भिडियो छ त्यही हो, यहाँ ब्रदर यहाँ अर्को ब्रदर। ल अब हामी लाग्यौँ भाइ भाइ गरेर हामीलाई अगाडि बढाइसक्यो। अब हामी आफ्नो गन्तव्यमा अघि बढ्दैछौँ, घर पुग्न लागिसक्यौँ। अब लगभग घर पुग्यो भने नि भयो। अब यहाँनिर के आइसक्यो, उठ्टा उठ्टा आयो, यहाँनिर रोक्नुपर्छ बिस्तारै हिँड्नु। यहाँनिर रोक्नुपर्छ भन्दाखेरि यहाँनिर कहाँनिर पोखरी छ क्या तर जाने हो सिधा पोखरीहरू जस्तै पोखरी छ कि मजा होला यार। 4:30 पौने 5 भइसक्यो यहीँ। अनि रुम गएर 10 मिनट त बस्नु पर्दैन अनि गाइज हामी यस्तो अलिअलि धुलो मुलो त वातावरण त सबै थियो, तर पनि अब अलिअलि धुलो त हुन्छ है काठमाडौँ छिरिसकेपछि। अघिसम्म हामी फ्रेस नै थियौँ, अब हामी लगभग चोबार आइसक्यौँ। चोबार आइसकेपछि अब हामी लगभग भक्तपुर आइपुग्यौँ भन्दा नि हुन्छ है। अब हामी आजको यात्रा हाम्रो रमाइलो भयो। तपाईँहरूलाई नि घुम्न मन छ भने 3-4वटा स्टेप एकैचोटि गइन्छ, आनन्दले घुमेर आउन सकिन्छ है त गाइज। ल त्यही भन्दै अब हाम्रो भ्लगको इन्डिङ हुन लागिसक्यो, अब इन्डिङ गरिन्छ।